जोजलपा नेपाल भाषा लर्निङ जी हाना थौ पासपिन्त नेपाल भाषा सेने वया चोना पासपिन्स नेपाल भाषा सेका दिस व खलाबलेन नेपाल भाषा नवाना दिस खलाना दिस व थेजुल दासा नेपाल भाषा लिपाथेङ्कन मना चोनी अनि हाम्रो आजको टपिक छ दुध दुध मैले किन टपिक आजको सेलेक्ट गरेको भन्दाखेरि दुध अब हाम्रो डेली लाइफमा अब दिनदिनै अब त्यो जोडिएको कुरा जस्तै चिया खान्छौँ हामीले दुध पिउँछौँ अब त्यही भएकोले हामीले यो दुधको टाइटल लिएर आएका छौँ आज र आजको च्याप्टर अलिकति छोटो पनि हुन्छ किनभने दुधको धेरै सेन्टेन्सहरू बनाउनु पर्छ जस्तो लाग्दैन किनभने प्रिभियस च्याप्टरमा मैले चियाको बनाएको थिएँ चिया र दुधको उस्तै उस्तै हुन्छ त्यही भएर मैले यो च्याप्टर चाहिँ अलिक छोटो बनाएको छु र यसमा के सेन्टेन्सहरू हजुरलाई मनमा लागेको सेन्टेन्सहरू मैले छुटाएको छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ म रिप्लाई गर्नेछु सक्दो छिटो र अब सुरु गरौँ आजको च्याप्टर दुधलाई नेपाल भाषामा दुरु भन्छ दुरु त्यस्तै गरी गाईको दुधलाई साया दुरु भन्छ सा या सा अर्थात् सा मात्र भन्दाखेरि गाई हो गाईको दुध भन्नको लागि चाहिँ साया दुरु त्यस्तै गरी भैँसीको दुध भन्नको लागि मे या दुरु अब भैँसी मात्र भन्नको लागि मे भयो मे या दुरु मे या दुरु त्यस्तै गरी अर्को छ बाक्लो दुध अब कुनै बाक्लो दुध हुन्छ अब कुनै अब पानी मिसाएको पातलो दुध हुन्छ अब कुनै चाहिँ अब धेरै बोइल गरिसकेपछि उमालिसकेपछि अलि बाक्लो हुन्छ यो बाक्लो दुधलाई नेपाल भाषामा ताकु 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 दुरु त्यस्तै गरी अब पातलो दुध पानी मिसाएको दुध भयो भने चाहिँ छालु दुरु छालु दुरु यो मैले अब बाक्लो पातलो त प्रिभियस च्याप्टरमा पनि एउटा दुईटा ठाउँमा लिङ्क होला चियाको हाम्रो च्याप्टरमा त्यस्तै गरी अब चिनी हालेको गुलियो दुधलाई चाकु दुरु अनि कसैलाई दुध खाने भनेर सोध्नु पर्यो भने चाहिँ अब दुध पिउने अर्थात् अब खाना त हामीले प्रायः भन्दाखेरि दुध खाने भन्छौँ तर खास एक्चुअलमा त पिउने हुन्छ अब दुध खाने अथवा दुध पिउने भन्नको लागि चाहिँ दुरु टोन्युला अब दुध नखाने भनेर सोद्धाखेरि चाहिँ दुरु टोन्युमखुला दुरु टोन्युमखुला अब हामीले यसमा भन्दाखेरि यसरी पनि सेपरेट गर्न सक्छौँ टोन्यु एउटा भयो मखुला एउटा भयो नखाने भन्दाखेरि चाहिँ टोन्यु मखुला नपिउने भन्दाखेरि चाहिँ टोन्यु मखुला नखाने भन्दाखेरि चाहिँ नेउ मखुला हुन्छ तर दुरु नेउ मखुला भनिँदैन टोन्यु मखुला नै भन्छ अर्थात् दुध पिउने होइन भन्न खोजेको हो त्यस्तै गरी अब दुध मिठो छ भनेर सोद्धाखेरि चाहिँ दुरु साला दुरु साला त्यस्तै गरी अब नेक्स्ट सेन्टेन्स दुरु भन्नु पुगेछ दुध किनेर ल्याऊ अर्थात् नेपाल भाषामा दुरु न्या ना हजी दुरु न्याना हजी न्याना भन्नलाई किनेर भन्न खोजेको हो न्याना त्यस्तै गरी यो न्यानाको चाहिँ नि डबल मिनिङ आउँछ कुकुरले टोकेर साह्रै दुख्यो भन्नु पर्यो भने पनि खिचा न्याना सिके स्याट भनेर भनिन्छ अब टोकेर भन्नको लागि पनि न्याना भन्छ अब किनेर भन्नको लागि पनि न्याना भन्छ त्यस्तै गरी ल्याउ अर्थात् हजी नेक्स्ट सेन्टेन्स बच्चालाई दुध खुवाऊ बच्चा अर्थात् मचा या त दुरु टोङ्की मचा या त दुरु टोङ्की र नेक्स्ट दुध फ्रिजमा राख दुरु फ्रिजे टी दुरु फ्रिजे टी अब फ्रिजको त ठ्याक्क
नेपाल भाषामा शब्द छैन। अब यो अब दुध चिसो बनाएर राख भन्नु पर्यो भने चाहिँ अ, दुरु खुवाउका खुवाउका त्यस्तो हुन्छ। खुवाउका खुवाउका चिसो बनाएर राख भन्नको लागि दुरु खुवाउका टी दुध चिसो बनाएर राख। खुवाउकोमा एच थप्दा पनि अलि बेटर हुन्छ होला बुझ्नको लागि अलि सजिलो हुन्छ होला खुवाउका। र नेक्स्ट अब प्राय आमाले अब बच्चालाई भन्दाखेरि दुध खाएर सुत भन्दाखेरि दुरु टुँ टु होइन टुँ हो टुँ ना ड्यौँ दुरु टोना ड्यौँ टोना। र फेरि पनि म एकचोटि भन्छु यो पिएर भन्न खोजेको यसको ठ्याक्क टोनाको यसलाई ठ्याक्क एक्ज्याक्टली ट्रान्सलेट गर्दाखेरि यो पिएर हो। अब नेपाली भाषामा चाहिँ नि प्रायः जस्तो दुध पिएर सुत भन्दाखेरि हामी दुध खाएर सुत बढी भन्ने भएकोले मैले यो यसमा खाएर लेखेको हो। र त्यस्तै नेक्स्ट सेन्टेन्स दुध उमाल दुरु द्याकी द्याकी दुरु द्याकी। त्यस्तै गरी अब दुरु सरी दुध यो उमाल्दा उमाल्दा कहिले देख्छ नि कालो हुने गरी डढ्छ अनि त्यस्तोको लागि चाहिँ नि दुरु कोपुन ओ पुन कोपुन ओ पुन। त्यस्तै गरी अब दुध डढेको स्मेल आयो भने चाहिँ दुरु कोपुङ कोपुङ हो कोपुङ नवला दुरु कोपुङ नवला अर्थात् दुध डढेको गन्ध आयो भन्नु पर्दाखेरि। त्यस्तै गरी अब दुध यो फ्रिजमा नराखिकन राख्दाखेरि जुन अब दुध अब त्यो बिग्रिन्छ बिग्रेर अब त्यो दही जस्तो अब अलिकति टिक्का टिक्का पर्छ त्यो जुन अब चिया पकाउनलाई अथवा दुध खानलाई नहुने गरी बिग्रिसकेपछि त्यो अवस्थालाई चाहिँ दुध त्यस्तो बिग्रियो भने चाहिँ दुरु फातपुलो भन्छ फातपुल दुरु फातपुल। अब दुध बिग्रियो भन्नु पर्यो भने चाहिँ अब दुध स्यान पनि भन्न सकिन्छ तर त्यो सिचुएसनमा दुरु स्यान भन्दा पनि दुरु फातपुलो नै बढी भनिन्छ। र आजको लागि यति नै दुधको सेन्टेन्सहरू चाहिँ मैले दुध रिलेटेड सेन्टेन्सहरू मैले अलिक कम बनाएको छु केही अब छुटाएको छु जस्तो मैले छुटाएको छु रहेछ भने कमेन्ट गर्न सक्नुहुन्छ। र आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ शुभ।